यदि हजुरहरूको चाहिँ लामो समयदेखिबाट घुरिरहने बानी छ भनेदेखि चाहिँ हजुरलाई फ्युचरमा गएर हार्ट अट्याकदेखिबाट लिएर स्ट्रोक सुद्धा हुने सम्भावना चाहिँ हुनसक्छ है। सो नर्मली आकल-झुक्कल कहिलेकाहीँ हामीले पनि घुरिन्छ है, म पनि घुर्छु, तपाईँ पनि घुर्नुहुन्छ होला। कहिलेकाहीँ पोजिसन मिल्दैन त कहिलेकाहीँ रुगाहरू लाएर नाकहरू बन्द भइरहेको हुन्छ भनेदेखि चाहिँ यदि लामो समयसँग घुरिरहनु भएको छ भने चाहिँ त्यो चाहिँ नराम्रो कुरा है। बेलैमा ठिक गर्नुपर्ने हुन्छ, गर्नु भएन भने चाहिँ पछि गएर स्ट्रोकदेखिबाट लिएर हार्ट अट्याकदेखिबाट लिएर डायबिटिज लिएर विभिन्न खालको ठुलो समस्या चाहिँ आइपुग्न सक्छ। अब कस्तो हुन्छ भनेदेखि लामो समयसँग घुरिरहने मान्छे ठुलो आवाजमा उहाँहरूलाई चाहिँ स्लिप एप्निया पनि सँगसँगै भएको हुन्छ। त्यो भन्नाले चाहिँ राति चाहिँ तपाईँको सासहरू पनि सट रोकिने भएको हुन्छ घुर्नुको साथसाथै चाहिँ। अब यो गराउन सक्ने कारणहरू के त? अब नाकको कुरा गर्नुहुन्छ भने नाकहरू यदि तपाईँको बाङ्गो छ, नाकमा कुनै प्रकारको अब्स्ट्रक्सन छ लामो समयदेखिबाट, घाँटीमा टन्सिलहरू ठुल्ठुलो छ, एडेनोइडको समस्या छ, त्यस लगायत तपाईँको उमेर अलिकति बढ्दै गएको छ, तपाईँको शरीर चाहिँ अलिकति मोटो छ भनेदेखि चाहिँ तपाईँलाई घुर्ने समस्या हुन सक्यो। अब तपाईँलाई यो समस्याले गर्दाखेरि शरीरमा हानि नै पुर्याइरहेको छ त भनेर चाहिँ एउटा जाँच छ। पोलिसोमनोग्राफी भनेर भन्छ जसमा चाहिँ मेसिनहरू जोडिन्छ र राति तपाईँको चाहिँ स्लिप मोनिटरिङ हुन्छ। त्यसमा तलमाथि देखायो तपाईँको ठिकै गर्नुपर्ने छ, तपाईँलाई होइन भनेदेखि फ्युचरमा गएर धेरै गाह्रो पर्नेवाला छ भनेदेखि डिफ्रेन्ट सर्जरीहरू छ। त्यो सर्जरीहरूको थ्रुबाट तपाईँले चाहिँ आफ्नो कन्डिसनलाई ठिक गर्न सक्नुहुन्छ भनेदेखि कहिलेकाहीँ चाहिँ त्यस्तो समस्या छैन। तपाईँहरूले हेडको पोजिसनदेखिबाट लिएर त्यसपछि बेडिङदेखिबाट लिएर अन्य नर्मल ट्रिटमेन्टहरू मेडिकेसनहरू हुन्छ त्यो लिएर पनि ठिक गर्न मिल्दो रहेछ भने त्यो अनुसारले पनि अगाडि बढ्न सक्नुहुन्छ। तर यदि तपाईँको रेगुलर यसरी घुरिरहने बानी छ भनेदेखि चाहिँ गएर एक न एकचोटि चाहिँ डक्टरलाई चाहिँ भेटेर उहाँहरूसँग सल्लाह लिनुहोला। अन्यथा फ्युचरमा गएर नराम्रो कम्प्लिकेसनहरू चाहिँ हुनसक्छ। अहिलेको लागि यति नै। स्टे हेल्दी, स्टे ह्याप्पी, इन्जोय लाइफ, डु फलो डक्टर निकेत मेड भेन्चर फर मोर मेडिकल नलेज एन्ड इन्फर्मेसन है त।